एउटा कवि गोष्ठी दिपिनी स्कुलमा 11 बजे उद्घाटन गर्नुपर्ने उहाँले धेरै यहाँ ट्रिटमेन्ट गरिसक्नुभयो र अर्को त्यही एउटा राईहरूको 5 नम्बरको एउटा कार्यक्रम भएको हुनाले मैले त्यहाँ जानुपर्ने बाध्यता र मैले रमेशजीलाई आधा घन्टाभन्दा बढी भ्याउँदैन भनेर त्यसको लागि क्षमा चाहन्छु। मलाई खुसी के लाग्यो भने 2061 सालतिर हामीले म त्यतिखेर यो शाही सरकारको पालामा पनि मेयर भएको थिएँ। मेरो म अहिले सम्झिन्छु हाम्रो भाउजू मन्दिरा दिदी, सुमित्रा परसाई, मेरो यता मेनका सानी आमा हुनुहुन्छ, ठ्याक्कै 4-5 जनाले उहाँहरूले पुरानो लगाउने अनि हाम्रो दमक क्याम्पसमा एउटा सफल भयो। लाउन त भन्यो, त्यतिखेर माओवादीले निक्लिँदै नचल्ने भन्ने सम्भावना छ। त्यो बेलामा हामीले पुरा लगायौँ। लाउँदै मेरो पहिलो महिनाको 5,000 कि 5100 रुपियाँ पाइन्थ्यो। माथि त्यो विजय दाईको एउटा त्यो समाज सुधार प्रतिष्ठानलाई र दोस्रो महिनाको मैले त्यो पुरानलाई लगाएर यो हामीले अनाथ बाल वृद्ध आश्रमको कल्पना गऱ्यौँ। त्यही पुरानको बेलामा हाम्रो दबाई नै हाल्यो होइन। हामीले गएर तपाईँ यदि यहाँ के भन्छ भने म अलिकति जग्गा दिन्छु भन्नुभयो। पन्ध्र महिना अब हामी मोहन भण्डारी हामी सबै बस्यौँ, उहाँले दिनुभयो। र आज यो पुण्य भूमिमा एउटा जीवनमा मानवताभन्दा ठुलो सहयोग गर्ने ठाउँ संसारमा अपनाउने छ। पुरानो गएर लाखौँ रुपियाँ दिनुभन्दा कमसेकम वृद्ध बाल अथवा अपाङ्ग यस्ता मानिसहरूको सहयोग गर्न जो तपाईँहरू प्रवासमा मलाई कति गर्व लाग्यो भने हाम्रा नेपाली दिदीबहिनीहरू प्रवासमा गएर काम घर छोड्ने बित्तिकै जात जान्छ इज्जत जान्छ भन्ने एउटा हाम्रो परम्परा छ। त्यो सबै तथ्यलाई तपाईँहरूले बिर्सिएर विदेशमा गएर सङ्गठित भएर आफ्नो बाध्यतालाई एउटा परिणाममा परिवर्तन गरेर त्यो केही समाजको लागि हजुर हेलो हजुर म त्यहाँ आइपुगेँ 5 मिनटमा आइपुग्छु म ल 5 मिनटमा अनि योग गर्नु भएको छ। यो एउटा मानवीय सहयोग र तपाईँहरू